नमस्ते। जापानी भाषाको एउटा रमाइलो कुरा के हो थाहा छ? कहिलेकाहीँ एकदमै साना शब्दले पनि पुरै अर्थमा ठूलो फरक पार्छ। आज हामी त्यस्तै दुईवटा पावरफुल पार्टिकल्स ने र योको बारेमा कुरा गर्दैछौँ। हेर्दा सामान्य लागे पनि यिनीहरूले वाक्यको पुरै फिलिङ नै बदल्न सक्छन्। कसरी? लौनुहोस् सँगै बुझौँ। Let's go. I wake up to a little bit of drool on my pillow, feel like it's gonna be a bad day. Yeah, I'm tired of shit, and the coffee ain't hit yet, damn ain't that great. I don't wanna go to work, cause my boss is a jerk. एकछिन सोच्नुहोस् त, एउटै वाक्य तर त्यसको लास्टमा एउटा मात्रै अक्षर थपिदिँदा त्यसको पुरै इमोसन नै चेन्ज हुन्छ। अचम्म लाग्छ हैन? तर जापानी भाषामा यो एकदमै सामान्य कुरा हो। उनीहरूको दैनिक कुराकानीको हिस्सा नै हो। ल यहाँ हेर्नुहोस् त, दुईटै वाक्यले केक स्वादिलो छ भनिरहेको छ। तर पहिलोमा ने लाग्दा कस्तो सुनिन्छ भने यो केक स्वादिलो छ है, मतलब सहमति खोजे जस्तो। तर दोस्रोमा यो लाग्दा यो केक स्वादिलो छ नि, यो चाहिँ नयाँ जानकारी दिए जस्तो भयो। हो, यही सानो तर एकदमै इम्पोर्टेन्ट फरक के हो, आज हामी यही कुरालाई एकदमै क्लियर पार्नेछौँ। ओके, त्यसो भए सुरु गरौँ पार्टिकल ने बाट। यसलाई फिलिङ सेयर गर्ने पार्टिकल भनेर सोच्दा सजिलो हुन्छ। मतलब सम्बन्ध र अनुभव बाँड्ने काम गर्छ यसले। अब नेको मुख्य काम के हो त भन्दा सहमति खोज्ने। जब बोल्ने मान्छेलाई लाग्छ कि मैले जे फिल गरिरहेको छु, सुन्ने मान्छेले पनि त्यही फिल गरिरहेको छ, तब नेको प्रयोग हुन्छ। यो प्रश्न जस्तो त सुनिन्छ, तर खासमा जवाफ चाहिँ चाहिएको हुँदैन। अझै सजिलोसँग बुझ्नको लागि हाम्रो नेपालीमै सोचौँ न। हामी भन्छौँ नि, कस्तो गर्मी है, राम्रो छ होइन र? हो, त्यही है र होइन रको काम जापानीमा नेले गर्छ। एकदमै सिम्पल। यो उदाहरण हेरौँ, एकदम क्लियर हुन्छ। मानौ दुईजना बाहिर हुनुहुन्छ अनि मौसम एकदमै राम्रो छ। अब एकजनाले भन्यो, ई थ्याङ्क यू देस्ने, ई थ्याङ्क यू देस्ने। यसको मतलब मौसम राम्रो छ मात्रै होइन, यसको भित्री अर्थ हो मौसम कति राम्रो है, हामी दुवैले यो कुरा महसुस गरिरहेका छौँ नि, होइन र? हेर्नुहोस् त कस्तो साझा भावना आयो। त्यस्तै अघिको केककै कुरा गरौँ। दुईजना मिलेर केक खाँदै हुनुहुन्छ अनि एकजनाले भन्नुभयो, कुनो केक वा ओइसी देस्ने। यहाँ पनि केक मिठो छ है भनेर त्यो स्वादको मजा दुवैले सँगै लिइरहेको कुरा बुझिन्छ। यो एउटा इमोसनल कनेक्सन जस्तै हो। ल, नेको कुरा त बुझियो, अब पालो आयो योको। यदि नेले भावना बाँड्छ भने योले चाहिँ के गर्छ त? यसले नयाँ जानकारी दिन्छ। सो योको मेन काम भनेकै सुन्ने मान्छेलाई यस्तो कुरा बताउनु हो जुन उनीहरूलाई थाहा छैन। कहिलेकाहीँ आफ्नो कुरामा जोड दिन वा हल्का चेतावनी दिन पनि यसको प्रयोग हुन्छ। यो भनेको अङ्ग्रेजीमा यु नो भने जस्तै हो। नेपालीमा हामी भन्छौँ नि, त्यो त हो नि, वा थाहा छैन र? हो, योले ठ्याक्कै त्यही काम गर्छ। अब फेरि त्यही केकको उदाहरणमा जाउँ, तर यसपालि यो लगाएर। कोनो केक वा ओइसी देस्यो। यसको मतलब हो यो केक त एकदमै मिठो छ नि। मतलब सुन्ने मान्छेलाई थाहा छैन होला, म जानकारी दिँदैछु कि यो केक मिठो छ, खाएर हेर भन्ने जस्तो। यहाँ सहमति खोजिएको छैन, जानकारी दिएको छ। यो अर्को एकदमै क्लियर उदाहरण हो। मानौ आफ्नो साथीलाई भोलि छुट्टी छ भन्ने थाहा छैन, तब भन्न सकिन्छ, आस्ता यासुमी देस्यो। मतलब भोलि त छुट्टी छ नि। यहाँ सिधै एउटा नयाँ र काम लाग्ने जानकारी दिइयो। ओके, अब नि र यो दुवैको बारेमा थाहा भयो। अब यिनीहरूलाई सँगै राखेर तुलना गरौँ। यसो गर्दा कन्फ्युजन पुरै हट्छ। यो टेबलले सबै कुरालाई एकदमै सजिलो बनाइदिन्छ। हेर्नुहोस् त, ने भनेको सिधै सहमति र भावना बाँड्ने, हाम्रो भाषामा है जस्तै। अनि यो भनेको जानकारी दिने वा जोड दिने, हो नि भने जस्तै। सिम्पल भाषामा भन्दा एउटाले मान्छेलाई जोड्छ, अर्कोले कुरा बताउँछ। कस्तो रमाइलो छ है। अब यसलाई याद राख्ने एउटा सजिलो ट्रिक छ। बस यति सम्झिए पुग्छ, ने सहमति खोज्नको लागि, अनि यो जानकारी दिनको लागि। ने सहमति, यो जानकारी, एकदमै सजिलो। ल, यति सिकिसकेपछि अब एउटा सानो टेस्ट गरौँ न त। अब आउने वाक्यहरूमा खाली ठाउँमा ने हुन्छ कि यो, एकछिन सोच्नुहोस् है। पहिलो वाक्य छ, आज चिसो छ। के होला यहाँ? सिचुएसन यस्तो छ, दुईजना कुरा गर्दैछन् र दुवैलाई चिसो लागिरहेको छ।
एकदम सही उत्तर हो नि। किनभने चिसो हुनु एउटा साझा अनुभव हो जुन दुवैले फिल गरिरहेका छन्। त्यसैले आज चिसो छ है भनेर त्यो भावना सेयर गरिएको हो। अब दोस्रो वाक्य, भोलि परीक्षा छ। सिचुएसन कस्तो छ भने यो कुरा आफ्नो साथीलाई भनिँदैछ जो सायद यो कुरा बिर्सिसक्यो होला। र सही उत्तर हो यो, किनभने यहाँ बोल्ने मान्छेले आफ्नो साथीलाई भोलि त टेस्ट छ नि भनेर नयाँ जानकारी दिइरहेको छ वा सम्झाइरहेको छ। ल अब हामी लगभग अन्त्यमा आइपुगेका छौँ। आजको छलफलको सबैभन्दा महत्त्वपूर्ण कुरालाई एकचोटि फेरि हेरौँ। छोटकरीमा भन्नुपर्दा नेले मानिसहरूलाई इमोसनली कनेक्ट गर्छ, हाम्रो है जस्तै, अनि योले जानकारी दिन्छ, हाम्रो हो नि भने जस्तै। यदि जापानी भाषामा एकदमै नेचुरल तरिकाले कुरा गर्नु छ भने यी दुई पार्टिकललाई सही ठाउँमा प्रयोग गर्न जान्नु एकदमै जरुरी छ। र अन्त्यमा एउटा प्रश्न, अब जब ने र योको बीचको फरक थाहा भइसकेको छ, अब हामीले आफ्नो कुराकानीमा कहिले भावना बाँड्ने र कहिले जानकारी दिने भनेर कसरी निर्णय गर्ने? यही सानो तर शक्तिशाली छनौटले जापानी भाषाको संवादलाई अझै जीवन्त र अर्थपूर्ण बनाउँछ।